गाइस म चाहिँ सिधाइसकेछु खाइसु। हेलो गाइस नमस्ते। फेरि आज हामी नयाँ मुकबाङ च्यालेन्ज लिएर आएको छौँ र आजको च्यालेन्ज भन्नुपर्दाखेरि 3 टाइम्स नुडल बुलडग 3 टाइम्स बुलडग बम रोटी छ। यो चाहिँ हाम्रो केक हो। अन्त च्यालेन्ज भन्नुपर्दा चाहिँ आज चाहिँ जिरो रिएक्सन च्यालेन्ज हुन्छ विदाउट वाटर। अन्त फर्स्ट यो हामीले फर्स्ट चाम्याङ खाइसकेर त्यहाँदेखि चाहिँ यो हुन्छ। यो पनि त्यही हो, उयो पानी बेगर खानुपर्ने च्यालेन्ज हो आजको चाहिँ। अन्त कसले चाहिँ रिएक्ट गर्छ उसको लागि चाहिँ छ यहाँ दबाई छ। कसले रिएक्ट गर्छ त्यसले चाहिँ टाउकोमा खान्छ यो बोतल ल। अन्त हामीले यस्तो यो पनि लाएकै छैनौँ, तपाईँहरूकै सामने लाउनेवाला छौँ 3 टाइम्स। फेरि कहिले चाहिँ पत्ताउँदैन त्यो भएर लिएको हामीले। यो चाहिँ काटेर चट्टर लाउने हो सबै, त्यहाँदेखि खाने हो ल। गर्छु आजको नयाँ च्यालेन्ज सबै लगाउँदैछु गाइस। बढी पोखेर के ओए अन्त दुईटा कसले काट्नु हो स्पेसल रोटी भइहाल्यो गाइस ल। एकैछिनमा सेलिने डोला उयो भइहाल्छ। डोला परिहाल्छ। ओए मर्छ ल अब रिएक्सन भयो भने चाहिँ छ दबाई। गाइस अब च्यालेन्ज स्टार्ट। 3 2 1 गो स्टार्ट। भन्छ जिरो रिएक्सन। हेर्दा पनि गरौँ साथीहरू चिटिङ हुन्छ। म चाहिँ तङ्को छु है। कस्तो अल्गो भएको नि। ओए चाहिँ गरेको त मैले त्यो के भन्छ मलाई च्यालेन्ज होला भनेर है। अरे कति पाल्छ रिस क्या बोला साले का खोपड़ी तोड़ साले। कस्तो देब्रे हातले खाएको त अप्ठ्यारो हुँदैछ त। ओ तिमीले पनि गर्यो तिमीले पनि गर्नु खान्छ यसरी गरे फेरि गर्यो मलाई तिमी पनि गर्यो। साला ये दुख का खत्म नहीं होता बे। म त के आजकल कम्पिटिसन लागेर कि गरिरहेको रहेछ। देब्रेले गाइस अप्ठ्यारो हुँदो रहेछ खानु। अच्छा एकदमै गाह्रो हुँदैछ गाइस। कस्तो अप्ठ्यारो भएको यो देब्रेले। हेर न यो पक्रिनु चपस्टिक यो नराख्ने
नानीले खानुपर्ने र एकजना त हेर्नु चाह्यो नि त देखेर डिले गरेर एकदमै गाह्रो भइरहेछ गाइस गरिनँ मैले साउन्ड मेरा आफन्तको अगाडि साथीहरूको अगाडि कत्रो बेइज्जत होला गाइस आँसु आइसकेछ एकजनाको आँसु आएको हेर 3 times हो नि त 3 times उयो कहाँ लुकाउँदैछ हो कि ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ Wait, you hit. Guys, मैले चाहिँ सिधाइसकेको छु खाइसकेको छु यो चाहिँ फेरि चपस्टिकले नआउँदो रहेछ मान्छे किन खाइसक्यो त मैले यो चाहिँ बोनस भयो गिभ अप भने गिभ अप तर हुँदैन नि आँसु आइसकेको छ गाइस हेर्नुहोस् म चाहिँ कन्ट्रोल गर्न सक्दिनँ क्या खाँदैछ पनि यति मिनट त हल्का मेकअप गरेको त अलिकति ताने खान उठेर खा सोच्दा गर्दैन यति साह्रो पऱ्यो कि मुट्टु धुइरहेको छ मुट्टु प्लस अहिले पनि नो रिएक्सन भन्दा पनि विदाउट वाटर खानुपर्ने आज पानी खानुहुन्छ खान्छ प्लिज हुँदैन च्यालेन्ज भयो सक्यो हेलो यो सफा है फेरि
नै भयो लु अब हाम्रो च्यालेन्ज यतिमै सक्यो लाइक गर्नु सेयर गर्नु सिरियस नभनिरहेको सब्सक्राइब गर्नु होला ल बाई फेरि अर्को भिडियोमा भेट्नेछौँ बाई बाई